गाइज टुडे हामीले चाहिँ अनि चटपटे बनाउन लागेको पहिला सुरुमा आलु लगेको अनि त्यसपछि हामीले प्याजलाई चाहिँ यसरी एक एक गरेर मजाले पिस गरेर काटेको है। त्यसपछि हामीले लगेको अनि कागती लगेर है, त्यसपछि लेमन लगेर चाहिँ 3टा लेमन लगेर उसलाई पनि काटेर हैन। त्यसपछि हामीले टमाटरहरू लगेर अनि तिनीहरूलाई पनि मस्त तरिकाले हैन हामीले चाहिँ बारीक तरिकाले काटेर त्यसपछि हामीले यसलाई पनि मसिनो टाइपले बनाएर त्यसपछि बारीमा थोरै धनिया ल्याएर अनि त्यसलाई नि मसिनो गरी कटिङ गरेर त्यसपछि हामीले ठुल्ठुला 2 3 4 वटा खोर्सानी चाहिँ लगेर त्यसलाई नि काटेर त्यसपछि हामीले सबैलाई एक ठाउँमा राखेर त्यसपछि हामीले मिक्स गर्नको लागि तयार गरेर फेरि हामीले लगेको 2 पोका चाउचाउ त्यसपछि अनि 1 प्याकेट भुजा अनि त्यसलाई चाहिँ लगेर हामीले चाहिँ मिक्स गरेर हैन। त्यसपछि फाइनल रिजल्टमा हेर्नुस् गाइज कस्तो यम्मी देखिरहेको छ, खाम देखिरहेको छ गाइज। कस्तो लाग्यो कमेन्ट बक्समा